बाजुरा जिल्लाको वृन्द नगरपालिका वडा नम्बर 10 को पाण्डुसेनमा छु। यतिखेर यो तपाईँ देख्न सक्नुहुन्छ हेर्नुहोस् त, यसरी चाहिँ यो गोलीबिँडा फलेर चाहिँ लटरम्मै भइरहेको छ हेर्नुहोस् त। मान्छेले मेहनत गरेपछि के हुँदैन के यो ठाउँमा, सबै यसरी फलिरहेको छ टमाटर। हेर्नु त, टमाटर फलेर पुरै यसरी फलिरहेको छ। आधा पहेँलो भएर पाकिसकेको छ भने आधा राता भइरहेको छ, आधा हरियो अवस्था देखिरहेको छ। यसरी टमाटर चाहिँ फलाउनु भएको रहेछ, खुसी लागिरहेछ। यो विशेष गरी चाहिँ लिबर्ट संस्थाले चाहिँ यो सबै सामग्री दिइसकेपछि यसरी अहिले चाहिँ यो टर्नेर हालेर चाहिँ यसरी चाहिँ त काँक्रा पनि यहाँ लागिसकेको छ। यो बिसिजनमा नै यसरी चाहिँ काँक्रा फलिरहेको छ। यसरी काँक्रा लगायत विभिन्न किसिमको चाहिँ यो टमाटरहरू चाहिँ फलिरहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। यसरी टमाटरहरू चाहिँ आफू खाएर चाहिँ अरूलाई बेच्नेसम्म पनि यो पुग्नु भएको छ। यसरी चाहिँ यस्तो ठाउँमा चाहिँ यसरी टमाटरहरू चाहिँ फलाउनु भएको छ। तपाईँहरूलाई चाहिँ टमाटर चाहिन्छ भने चाहिँ सम्पर्क गर्नु होला। हामी त टर्नेल हाउसमा छौँ। यसरी टर्नेलमा चाहिँ यसरी त यो टमाटर फलेर लटरम्मै भइरहेको छ। यस देख्न सक्नुहुन्छ हेर्नु त, टमाटर पुरै बारी झम्मै भएको छ नि त। यो टमाटर यसरी फलेर गजब भएको नि त। यहाँका कृषकहरू निकै एकदमै मेहनती छन् है। यसरी यहाँ टमाटर मात्रै नभइकन यहाँ काँक्रा हेर्नु त, यसरी काँक्रा फल्दैछ, यहाँ लागिरहेको छ काँक्राहरू है। हेर्नु त, यो काँक्राहरू खानु चाहनुहुन्छ अथवा तपाईँ चाहिँ यो टमाटर टक्कै यसो खान चाहनुहुन्छ भने चाहिँ सम्पर्क गर्नु होला।